ल है मलाई पालो दिने भन्नु है म आइहाल्छु फेरि ज्याङदुङ पारेर नाङ्लो पलाउनु पुऱ्याउनु पनि छ कि क्या हो अलिकति मलाई बोलाउनु दिनु भन्नु है खोइ गो हजुर उदान्छु दाजु ओ दाजु सुभाष दाइ माथि लग्ने यहाँ हम्काउनुलाई कच्चा लौडा भन्नु है चित्र सर त्यसो बोल्दै पनि गरौँ यो हो मिस्टर सुभाष सिसोलीको धान छिटा ल हेर्नुहोस् साथीहरू नयाँ कोसेली हो मेरो त होइन आज मिति 2082 साल 7 महिना के जति अरे कति गते अरे 23 गतेको दिन यो हेर्नुहोस् जाली छ्याप्लाको यी सबै हाम्रो साथीहरू मुक्लिङ्गे हेर्नु पावर हेर्नु त ल सानो पावर त मुक्लिङ्गेको यो हो सुसेली घर यो सुसेलीको साथीहरू धान छिटै हाम्रो मुक्लीमा यस्तो छ सोलुखुम्बुको मुक्ली हो बिजुवा बाजे यता फेरि टुपी पालेर लाग्छ मोही अब थोत्रेपुरी घरमा छ है यता मिस्टर दिप्लुङ उता चाहिँ कुन्यु मिलाउने यो 15 पाथीको खेत हो धान पनि फलेन यसपालि फल त के फलेन भन्नु 15 पाथीकोमा 20 मुरी जति चाहिँ आउँछ जस्तो छ 20 आउँछ होइन 20 यसपालि 20 मुरी 20 मुरी त आउँछ भनेछन् साथीहरूले मलाई नि आएको छ 3वटा थुप्रो छ यहाँनिर एउटा छ उतापट्टि एउटा छ तलको अर्को हो 3टामा 20 मुरी चाहिँ आउँछ नै भनेर साथीहरूले भन्नुभएको छ मलाई नि आशा छ 20 मुरी चाहिँ आउँछ 15 पाथीको खेत हो यो डिलिरम साइल हो है जाली हान्ने फेरि डिलिरम साइल हो ल हेर्नु जाली छाप्लाकै गोलो न गोलो के भन्नु र नि मेरो आमै माउ 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 रेप निकाने बिजुवा बाजु न हमको बिजुवा बाजु अरू भेना नि आइपुग्नु हो यो नि भेना यो झाडुवाले कहाँ गर्छ हुक त नि डुइङ खलास भइसक्यो त डुइङ हुक त नि बाहाम भेला